हो बालन शाह 3 दिन बस्नुभएको। त्यसैले हामीले एउटा चाहिँ मायाको चिनो अनुसार प्राइम मिनिस्टर सेन्चुरी स्विट भनेर चाहिँ यसलाई नामाकरण गरेको छौँ। यही रुम हो हाम्रो वर्तमान प्रधानमन्त्री बालनज्यू चाहिँ बस्नुभएको रुम यही हो। अलिकति बनोट फरक थियो होला, तर यही रुम हो। जहाँ ज्याकुजी थियो त्यो रुम चाहिँ हामीले उहाँलाई प्रोभाइड गरेको थियौँ। र यही हातले बनाएको रुमहरू चाहिँ नेपालको सबैभन्दा कान्छो प्रधानमन्त्रीलाई दिन पाउँदा चाहिँ हामीलाई एकदमै खुसी लागिरहेको थियो र गर्व पनि लागिरहेको थियो। यही हो, यही रुममा उहाँले 3 दिन बिताउनु भएको थियो। उहाँ लगायत उहाँको परिवार चाहिँ बस्नुभएको एउटा क्युटी नानी र बाउजू भन्नुपर्छ हामीले। उहाँ चाहिँ बस्नुभएको थियो यो रुममा। तपाईँहरूलाई यस्तै राम्रो राम्रो अर्थात् बालन शाह नै बसेको रुम चाहिन्छ भने पनि हामी तपाईँहरूलाई मिलेको अवसरमा प्राप्त गरेको समयमा चाहिँ हामी तपाईँहरूलाई दिनेछौँ। बालन सरको हामीले चाहिँ फोटो यहाँ राखेको छौँ, किनकि यसैमा बस्नु भएको थियो बालन सर आएर यही कुर्सीहरूमा। त्यसैले हामीले चाहिँ यो बनाएको छौँ है।